आहा प्रकाश सपुतले चाहिँ आफ्नो चस्मा निकालेर दिँदै हुनुहुन्छ है। ल हेर्नुहोस् है त अगाडि के हुन्छ। लोकरी प्रतिष्ठानको अधिवेशन सम्पन्न हुन गइरहेको छ। सयमती लोकरी प्रतिष्ठान उपत्यका समन्वय समितिको पनि यो सामाजिक खरिदो जस्तो 2023 सम्पन्न हुन गइरहेको छ, जसको कर्मकाण्डको रूपमा हामीले दर्शन नमस्ते अनि धेरै धेरै स्वागत छ फेरि पनि आज यो काठमाडौँ सामाखुसीबाटको भलकन सामाखुसीबाटको हाम्रो भिडियो स्पेसली हाम्रो साथमा मेरो साथ हैन तिलक सर हुनुहुन्छ। हामी के गर्ने हो, कहाँ जाने हो? हेलो नमस्ते सम्पूर्णमा यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ, धेरै धेरै नमस्कार पनि छ। र हामी यति बेला काठमाडौँमा छौँ र काठमाडौँ हामी यस समितिको कार्य गरिरहँदा हामी अगाडि बढ्ने प्रयासमा रहिरहेका छौँ। र आज हामी उपत्यका समन्वय समिति राष्ट्रिय लोकता प्रतिष्ठान नेपालको आज साधारण सभा अधिवेशन हुँदैछ, त्यहाँ हामी जाँदैछौँ र त्यहाँ गएपछि थुप्रै कलाकारसँग भेटघाट भएको झलक पनि आउनेछ है। यहाँहरू एकदमै हामीलाई हेरेर साथ दिनु होला। सबैलाई हामी यो भन्न चाहन्छौँ। थ्याङ्क यू सो मच। ओके, बाँकी हामी यात्राको भिडियोहरू तपाईँहरूलाई देखाउनेछौँ र बाँकी हामी साधारण सभा छ होइन, त्यहाँ चाहिँ हामी अधिवेशन त्यो सबै कलाकारहरूसँग त्यहाँ भेटघाट हुनेछ। बाँकी त्यहाँ गएर भिडियो लिनेछौँ, तपाईँहरू हामीसँग बनिराख्नु होला है। होइन सर, बेमा होइन, हाम्रो त्यहाँ कार्यक्रम छ आज। हाम्रो त्यो संस्थाको अधिवेशन छ, जानुपर्ने खासमा दुइटामा त्यस्तो भाइरल छैन हो भर्खर सब्सक्राइब पुग्यो भने मेरो चाहिँ म गोब्रो किन्यो भने 30-40 हजार त्यो भयो भने मैले गर्दैछु यो नाम हान्नु त, युट्युबको नाम हान्नुहोस् यसमा। म यहाँ थोरै भिडियो बनाउँदैछु क्या। दाइको पनि सब्सक्राइब लोकेसन यताको छ तपाईँको तिलक सर। सब्सक्राइब गरिदिएर आज समन्वय समिति भनेकै केन्द्रीय लोकदोरी गीत प्रतिष्ठानको इपी सेन्टर हो। आज तपाईँलाई एउटा गौरवको विषय दुईवटा कुरा बन्दै गर्दाखेरिमा म आफू हर्षित छु। आज 75 जनामा केन्द्रीय कार्य समितिमा हामी 56 जना तपाईँहरूले बनाएका, तपाईँले चुनेका नेता समन्वय समितिबाट गएका छौँ। ढाँट छल सक्नुहोला तपाईँले पचाउन। तपाईँको मनलाई ढाँटेको तपाईँको शरीरले कहिले पनि थेक्दैन। बिस्तारै बिस्तारै तपाईँले आफैलाई धिक्कार्दै जानुहुनेछ। तपाईँ आफै रोगी हुने काम आफैले नगर्नुहोला। तपाईँले चाहिँ आफ्नो कुन छु, म के छु, आफ्नो लेभल के हो भन्नुहोला। संस्थामा तछाड मछाड गर्नु जरुरी छैन। हिजो अघि महासचिवले भनिसक्नुभयो, हिजो हामी संस्थामा सँगै चप्पल लगाएर हिँडेको उपत्यका समन्वय समिति 12 वर्ष म उपत्यका समन्वय समितिमा बसेँ। प्रथम उपाध्यक्ष भइराख्दाखेरि अध्यक्ष हुने पालो मेरो थियो। अब हामी साथी सँगै हिँडेको साथी के छैन, यो पोस्ट भनेको केही होइन। साथीभाइ जहाँ बस्दा पनि संस्थाभित्रै रहनुपर्छ भनेर उद्देश्यले म चाहिँ 12 वर्ष भइसक्यो। अब म चाहिँ केन्द्रीय सदस्य जान्छु, हजुर चाहिँ उपत्यका हाँक्नु होला भनेर मैले सहर्ष पिएन सापकोटाजीलाई चाहिँ अध्यक्ष छोडेर म केन्द्र गएको थिएँ। अहिले केन्द्र गएको पनि 9 वर्ष पुगा भइसक्यो। यस्तो त्यागहरू
यहाँ हजुरहरूले पनि हजुर अनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यति बेला सिक्दै आउनुपर्छ जस्तो लाग्छ। हजुरहरूले साधारण सभा संस्थामा भइरहेको छ। अटाउने कोसिस गर्नु होला पदभन्दा, र तपाईँहरू सबैजनालाई चाहिँ शुभकामना पनि छ। तपाईँहरू सबै नयाँ प्रतिनिधि साथीहरूलाई राम्रो 3 वर्षको लागि तपाईँलाई उडाउने पाइलट छान्दै हुनुहुन्छ। गरिरहनुभएको छ। तपाईँले कस्तो पाइलट छान्दाखेरि चाहिँ तपाईँलाई गर्दाखेरि अहिले चाहिँ अलिकति सांस्कृतिक आकाशमा उडाउँछ र 3 वर्षपछि अवतरण गर्न सक्छ गर्छ भने तपाईँले राम्रो निकै नै राम्री अनि राम्रो नृत्य लिएर उर्मिला पुलामी बहिनीले डान्स गर्दै हुनुहुन्छ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। माहौललाई एकदमै अहिले रमाइलो गराइराख्नु भएको छ, सबैलाई झुमाइराख्नु भएको छ। उहाँको नृत्यले सबैजना झुमिरहनु भएको छ। यति बेला भन्दै हुनुहुन्छ मिठा पान बनाउन बनारस सेवाली वाला भन्दै होइन, सायद हाम्रो दिपिका बियाम्बोको गीतमा उहाँले चाहिँ भव्य नृत्य गरिरहनु भएको छ। मैले अलिक पछाडिबाट खिचेको थिएँ, त्यो भएर त्यति राम्रोसँग देखिन पाएको छैन। जो तपाईँहरूले चाहिँ देख्न सक्नु हुन्छ विभिन्न सोसल मिडियाहरूबाट आइसकेको छ है। विभिन्न व्यक्तित्वहरूले चाहिँ बनाउनु भएको छ भिडियो, विभिन्न आफ्नो आफ्नो सोसल मिडियाहरूबाट चाहिँ ल्याउनुहुन्छ। तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। अनि तपाईँहरू सबैजनाले चाहिँ यति बेला चाहिँ एकदमै रमाइलो गरिरहनु भएको छ, रमाइलो फिल गरिरहनु भएको छ होला भन्ने कुरामा चाहिँ म विश्वस्त छु। एकदमै एनर्जेटिक गीतमा उहाँले चाहिँ आफ्नो पर्फर्मेन्स राखिरहनु भएको छ। पर्फर्मेन्स रमाइलो भइरहेको छ। उहाँको नृत्यले पुरा मान्छेहरूलाई उठाएर है नचाएको छ। यहाँ हाम्रा विभिन्न कलाकारहरू हेरिरहनु भएको छ। ड्यासमा बसेर उहाँहरूले चाहिँ मजासँग ताली भिड्दै मजासँग उहाँको नृत्यमा चाहिँ इन्जोयमेन्ट लिइरहनु भएको छ। त्यसै गरी सम्पूर्ण कलाकारहरू पछाडि बसेर नि बेन्चहरूबाट चाहिँ हेरिरहनु भएको छ, भोटिङ गर्नुभएको छ उठेर मजासँग चाहिँ है रमाइलो भइरहेको छ। यहाँको माहौल एकदमै रमाइलो भइरहेको छ। तपाईँहरू पनि यति बेला अधिवेशनमै हुनुहुन्छ। विभिन्न क्षेत्रमा चाहिँ विभिन्न प्रदेशमा होइन, विभिन्न प्रदेशहरूमा सबै ठाउँमा लगभग यो अहिले आजको दिन नै एकदम यो अधिवेशन चलिरहेको छ। पक्कै पनि तपाईँहरूले पनि त्यहाँ विभिन्न इन्टरटेनमेन्ट गरिरहनु भएको होला, विभिन्न व्यक्तित्वहरूसँग भेटघाट भइरहेको होला, सबैसँग रमाइलो भइरहेको छ होला भन्ने चाहिँ लागिरहेको छ। पक्कै पनि यहाँहरू कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो गर्दै हुनुहुन्छ। अहिले चाहिँ हामी काठमाडौँमा छौँ। हाम्रो तिलक सर र म यो काठमाडौँको बसाइ हुँदाहुँदै होइन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यकाको यो साधारण सभा खरिबोड भन्ने ठाउँमा भइरहँदाखेरि हामी चाहिँ आइहाल्यौँ है। यहाँ हाम्रो प्रकाश सपुत दाइले चाहिँ आफ्नो चस्मा निकालेर चाहिँ उहाँलाई दिनुभएको छ। मेरो भेना इन्डियन लाउरे हो भन्दै गीतमा चाहिँ बहिनीको पर्फर्मेन्स सँगसँगै अनि के भन्छ भिनाजुले किनिदिएको चस्मा हो भन्ने एउटा अन्तरा थियो। त्यो अन्तरामा चाहिँ पर्फर्मेन्स गर्नको लागि चाहिँ हाम्रो प्रकाश सपुत दाइले चाहिँ यो चस्मा पनि दिनुभएको थियो, जो तपाईँहरूले देख्न सक्नुहुन्छ भिडियोमा है। एकदमै रमाइलो भइरहेको छ, रमाइलो माहौल छ यतातिर चाहिँ। पक्कै नै तपाईँहरूतिर पनि एकदम रमाइलो भएको होला। रमाइलो गर्नुहोस्, राम्रो गर्नुहोस्, रमाउनुहोस् भन्न चाहन्छु। त्यसै गरी तपाईँहरू सबैले च्यानललाई सब्सक्राइब पनि गर्नु होला, सेयर पनि गरिदिनु होला। उहाँको एनर्जेटिक डान्स हेरेर होइन तपाईँहरूले चाहिँ इन्जोयमेन्ट त पक्कै पनि गर्नुहुन्छ र त्यसै गरी सब्सक्राइब गर्न पनि सेयर गर्न पनि नबिर्सिनु होला भन्न चाहन्छु है। त्यसै गरी हामी चाहिँ यहाँ रमाइरहेका छौँ। यहाँ यो माहौलमा हाम्रो यता तिलक सर हुनुहुन्छ, एकदम हेरिरहनु भएको छ, टोलाइरहनु भएको छ, झुमिरहनु भएको छ उहाँ पनि। त्यसरी हाम्रो यहाँ भरत परिया दाइ हुनुहुन्छ, उहाँ पनि आफैमा एउटा मिठो सिर्जना गर्नुहुन्छ। उहाँले राम्रो गीत लेख्नुको साथसाथै
आधुनिक लोक लयहरू पनि बनाउनुहुन्छ। उहाँले सबै टाइपको गीतको सर्जकको काम पनि गर्नुहुन्छ। मिठो गीत भर्खरै मात्रै उहाँको आइरहेको छ, नेत्र भण्डारी दाई र बिन्दु परियारको आवाजमा पनि गीत आइरहेको छ। पक्कै पनि तपाईँहरूले चाहिँ हेरेर साथ दिनुहोला, कमेन्ट पनि गर्नुहोला, के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनुहोला। या हाम्रो केन्द्रीय अध्यक्ष दिदी होइन आदरणीय दिदी रिता थापा मगर पनि उहाँको डान्समा एकदमै झुमिरहनु भएको छ। हान्देउ गुलेलीले सायद हाम्रो शान्ति सिद्री परियार दिदीको अत्यन्तै मिठो गीत थियो। यो गीतमा चाहिँ उहाँले पर्फर्मेन्स गरिरहँदाखेरि हाम्रो दिदी अध्यक्ष दिदी केन्द्रीय अध्यक्ष दिदी पनि एकदमै झुम्नु भएको थियो उहाँ सँगसँगै भनेपछि पक्कै पनि तपाईँहरूले पनि झुम्नु भयो होला जस्तो लाग्छ। र यो रमाइलो माहौल छ, सबै कलाकारहरूसँग यहाँ चाहिँ जम्का भेट हुने अवसर मिलेको छ। पक्कै पनि यो अवसर पहिलोचोटि जुट्यो र हामीलाई चाहिँ यो खबर दिनुहुने विशेष गरी हाम्रो भरत परियार दाइलाई विशेष धन्यवाद दिन चाहन्छौँ। साथसाथै र कता हो, के हो, कसो हो, कसरी जाने हो, के गर्ने भन्ने कुरामा चाहिँ त्यति मेसो नपाइराख्दाखेरि मेरो प्रिय साथी तिलक परियारले चाहिँ त्यो वातावरण जुटाउनु भयो। त्यसको लागि पनि उहाँलाई विशेष धन्यवाद भन्न चाहन्छु। तिलक सरलाई पनि उहाँको यो मेसो अनि उहाँले यो बाटो जुराइदिँदाखेरि चाहिँ हामी चाहिँ कहाँबाट चाहिँ कसो गरेर पनि हामी चाहिँ यो स्थानमा पुगेर मजासँग चाहिँ यो रमाइलो चाहिँ हेर्न पाइयो होइन। रमाइलो हेर्न पाइयो, यो अधिवेशनमा चाहिँ समावेश हुन पाइयो र विभिन्न कलाकार होइन गायक गायिकाहरू आदरणीय गायक गायिकाहरू हुनुहुन्छ, सम्मानीय गायक गायिकाहरू हुनुहुन्छ। उहाँहरू सबैसँग चाहिँ भेटघाट हुने चाहिँ जमर्को जुट्यो। त्यसको लागि चाहिँ हाम्रो भरत दाई लगायत हाम्रो तिलक परियार सरलाई चाहिँ विशेष धन्यवाद पनि म यहाँबाट भन्न चाहन्छु होइन यो क्षणमा। किनकि यस्तो समय भनेको हमेसा आउने होइन त्यो हुनाले चाहिँ यस्तो बेला र मौकामा चाहिँ हाम्रो चाहिँ कहिलेकाहीँ हुँदाखेरि चाहिँ हामी चाहिँ समावेश हुनुपर्छ भन्न चाहिँ चाहन्छु है। त्यसै गरी कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको प्रतिनिधित्व गरी पालन गर्नुको लागि पनि सम्मानपत्र ग्रहण गर्नुको लागि हार्दिक अनुरोध चाहन्छु। त्यसै गरी स्किल एजुकेसन एन्ड वर्क विभाग भाषण सुन्दा हजुरहरूलाई बोर लागिसक्यो। मलाई खासै बोल्न मन पनि छैन। कतिपय देशका 7वटा प्रदेशहरूमा लोकतरी प्रतिष्ठानको अधिवेशन सम्पन्न हुन गइरहेको छ। सयमध्ये लोकतरी प्रतिष्ठान उपत्यका समन्वय समितिको पनि यो सामाजिक खरेबोट स्थित प्यालेसमा सम्पन्न हुन गइरहेको छ, जसको प्रमुख अतिथिको रूपमा हामीले केन्द्रीय अध्यक्ष रिता थापालाई पाएका छौँ। सो मानेमा पनि हामी आज धेरै भाग्यमानी पनि छौँ। धेरै धन्यवाद छ अध्यक्ष। पुरस्कारहरूलाई यता स्थानमा आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू प्रतिभा साथीहरू, दिदीबहिनीମାନଙ୍କୁ धन्यवाद छ। थ्याङ्क यू। पर्वतजी बिदा हुँदै हुनुहुन्छ, साथै त्यो जोरदार तालिसहित हामी पर्वतजीलाई हामी बिदा गर्दैछौँ। र यति बेला भने हाम्रो एकजना धेरै धन्यवाद छ। के नाम चाहिँ मलाई त्यति याद आएन,
उहाँको चाहिँ एकदमै बवाल पर्फर्मेन्स फेरि सुरु भइसकेको छ। र सम्पूर्ण यता हाम्रो बाजा गाजा सहित साथीहरूले प्रमुख अतिथिलाई बिदा गर्दै हुनुहुन्छ। साथीहरू बाहिर भएका साथीहरूलाई पनि भित्र ल्याउने प्रयास गर्नु होला। अब हामी कार्यक्रमको पहिलो चरणको पहिलो सत्रको हामी उत्तरार्धमा आइसकेका छौँ। अब धेरै समय बाँकी छैन। हाम्रो सभापतिज्यूले आज राखिरहनु भएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। एकदमै रमाइलो तरिकाले नाचिरहनु भएको छ। राम्रो तरिकाले उहाँको नृत्य चाहिँ यति बेला प्रस्तुत भइरहेको छ र यति बेला स्टेज यो ड्यासमा चाहिँ अलिकता मान्छेहरू नभए जस्तो फिल भएको होला तपाईँहरूलाई। किन भन्दाखेरि हाम्रो केन्द्रीय अध्यक्ष श्री ऋतु सामान्य दिदी ऋतु थापा मगर यति बेला चाहिँ अर्को अधिवेशनमा जानको लागि यहाँबाट चाहिँ निस्किसक्नु भएको छ। त्यही भएर उहाँलाई बिदाईको लागि चाहिँ स्टेजमा बस्नुभएका चाहिँ सम्पूर्ण कलाकार दिदी दाईहरू चाहिँ उहाँलाई छोड्नको लागि जानुभएको छ। त्यही भएर अलिकता अहिले स्टेज चाहिँ अलिकता ड्यासमा चाहिँ अलिकता सिटहरू त्यत्तिकै छ, खाली जस्तो महसुस भएको छ होला। पक्कै पनि तपाईँहरूलाई त्यो अनावश्यक नसोच्नु होला। पक्कै पनि उहाँहरू चाहिँ पुनः आउनुहुनेछ, दिदीलाई छोडेर आउनुहुन्छ र फेरि पुनः पनि यो ड्यास चाहिँ भरिन्छ भन्न चाहन्छु। र उहाँको पर्फर्मेन्सले पनि पक्कै पनि यहाँ एकदमै सम्पूर्ण कलाकारहरूलाई चाहिँ हुटिङ र अनि त्यस पछाडि चाहिँ एकदम छमछम नचाउने कोसिस गरिरहेको छ। उहाँको पर्फर्मेन्स आफैमा एकदमै एनर्जेटिक पनि रहेछ, एकदम राम्रो पर्फर्मेन्स पनि गर्नुहुँदो रहेछ। हामीले यो भिडियो हेरिरहँदाखेरि चाहिँ महसुस गऱ्यौँ उहाँको पर्फर्मेन्स चाहिँ एकदमै राम्रो छ है। पक्कै पनि तपाईँहरूले नि यो भिडियो हेरेर एकदमै रमाइलो गरिरहनु भएको छ भन्ने कुरा चाहिँ गरिरहनु भएको होला भन्ने कुरा चाहिँ म यो कुरामा चाहिँ विश्वस्त छु हैन। राम्रो कुराको हमेसा राम्रै नै गुणगान हुन्छ, त्यो कुरा त तपाईँहरूलाई नै थाहा भएको कुरा हो। र यो पर्फर्मेन्स हेरिरहँदाखेरि चाहिँ मलाई चाहिँ त्यस्तो लागिरहेको छ। हाम्रो साथीहरू हामीसँग आउनुभएका सम्पूर्ण साथीहरू पनि एकदमै रमाइरहनु भएको छ, एकदम हुटिङ गरिरहनु भएको छ। पर्फर्मेन्स दमदार भइरहेको छ है। त्यो कुराहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। पक्कै पनि तपाईँहरू चाहिँ हामीसँग आजको यो एपिसोडमा चाहिँ तपाईँहरू हामीसँग यसरी कनेक्ट भइरहँदाखेरि चाहिँ पक्कै पनि रमाइलो भइरहेको होला भन्ने कुरा चाहिँ म तपाईँहरूलाई चाहिँ यो भिडियो हेरेर पक्कै रमाइरहनु भएको छ भन्ने चाहिँ आशा बोकेको छु। र तपाईँहरूले अन्य भिडियोभन्दा पनि यो भिडियोलाई चाहिँ अझै रमाइलो गरिरहनुहुन्छ होला जस्तो लाग्छ। किनकि तपाईँहरूको मनमुटुमा बस्न सफल गायक गायिकाहरू, हाम्रो लोकविधाका विभिन्न सामान्य गायक गायिकाहरू, सम्पूर्ण व्यक्तित्वहरूको चाहिँ आज यहाँ चाहिँ एकदम जमको भेट भएको छ। कतिपय कलाकारहरू चाहिँ हुनुहुन्न होला, आफ्नो काम व्यस्तता, विशेष गरी काम व्यस्तता त यो दिनमा चाहिँ काम व्यस्तताहरूलाई चाहिँ खासै प्रायोरिटी त पक्कै पनि कसैले पनि दिनु हुँदैन। तर उहाँहरूको चाहिँ विभिन्न ठाउँमा अहिले मेला महोत्सव लागिरहेको क्रममा उहाँहरू चाहिँ आफ्नो मेला महोत्सवको लागि चाहिँ जानुभएको हुनाले यहाँ चाहिँ यो हाम्रो अधिवेशनमा पक्कै पनि आउनुभएको छैन होला। त्यो भएर त्यहाँ सम्पूर्ण व्यक्तित्वहरूलाई चाहिँ देख्न सक्नुहुन्न। तर यहाँ चाहिँ धेरैभन्दा धेरै कलाकारहरू होइन, गायक गायिकाहरू चाहिँ लगभग आइसक्नु भएको छ। कोही आउने जाने क्रम चलिरहेको छ है, कोही आइरहनु भएको छ, आएर चाहिँ अतिथिको आसन ग्रहण गरिरहनु भएको छ भने चाहिँ कोही चाहिँ आउने क्रम बाँकी नै छ, आउने जाने क्रम बाँकी रहेको छ। त्यो सबै आफ्नो आफ्नो व्यस्तता हो है, तपाईँहरूले बुझ्न सक्नुहुन्छ। र यति बेला चाहिँ डान्सको क्रमलाई ननस्टप जोडिरहँदाखेरि, छमछमी नाचिरहँदाखेरि हाम्रो अडियन्सहरू होइन, सम्पूर्ण व्यक्तित्वहरू पनि छमछमी उठेर नाच्नु भयो है। हाम्रो बहिनीहरूको डान्सले चाहिँ एकदमै सम्पूर्ण व्यक्तित्वहरूलाई लगभग नचायो भनेपछि अब चाहिँ डान्सलाई मात्रै नभएर यता सिङ्गिङलाई पनि प्रायोरिटी दिएको छ। यति बेलाको माहौल चाहिँ सिङ्गिङ तिर छ। अब सिङ्गिङ सँगसँगै उहाँको सिङ्गिङले चाहिँ हाम्रो
दर्शकहरू सबैलाई चाहिँ अडियन्सहरू सबैलाई उहाँको सिङ्गिङले पनि त्यत्तिकै नचाहेको छ। सायद यो मुहार तपाईँहरू सबैले चाहिँ देखेकै मुहार हो जस्तो लाग्छ, किनकि अहिले नेपालमा चाहिँ एकदमै ठुलो रियालिटी सो चलिरहेको छ जसको ब्लाइन्ड अडिसनको एपिसोडहरू चलिरहेको छ। तपाईँहरूले पनि हेरिरहनु भएको छ होला। उहाँ चाहिँ ब्लाइन्ड अडिसनमा चाहिँ सेलेक्ट भइसक्नु भएको छ होइन, भइसक्नु भएको छ। उहाँको नाम ठ्याक्कै मैले बिर्सिहालेँ है, त्यही भएर मेन्सन गरिनँ। पक्कै पनि उहाँको नाम तपाईँहरूले चाहिँ पक्कै चिन्नुभएको छ होला। उहाँले चाहिँ गैरी हितको चिरै हान्यो भन्ने गीत होइन, एकदम राम्रो गीत, पहिल्यैदेखि सुपर हिट गीत, आफैमा एउटा क्वालिटीको गीत हो है। जुन गीतमा चाहिँ उहाँले चाहिँ मजासँग अहिले चाहिँ गाइरहनु भएको छ भने यहाँ चाहिँ उहाँको गीतले चाहिँ हाम्रो कलाकारहरू सबैलाई चाहिँ जुरुकै उठेर आफ्नो सिटबाट उठेर अगाडि गएर स्टेजलाई चाहिँ मजासँग कभर गर्दै नचाउन सफल भयो है। र त्यसै गरी हाम्रो अर्को बहिनीको पर्फर्मेन्स, त्यसै गरी अहिले चाहिँ अर्को बहिनी आउनुभएको छ। उहाँको पनि पर्फर्मेन्स एकदमै एनर्जेटिक छ, तपाईँहरूले देखिसक्नुभयो होला है। हाम्रो अहिले पछिल्लो समय कि एकदमै चर्चित गायिका शान्तारानी परियारको आवाजमा रहेको गीत पोखरा पृथ्वी चोखैमा भन्ने गीतमा चाहिँ यहाँ यसरी हाम्रो कलाकारहरूलाई चाहिँ नचाउन सफल हुनुभयो। फेरि डान्स सँगसँगै चाहिँ फेरि अब चाहिँ अबको क्रममा चाहिँ सांस्कृतिक माहौल चाहिँ जमिरहेको क्रममा उहाँ एकदमै चर्चित गायकै हुनुहुन्छ। ठ्याक्कै मलाई नाम चाहिँ यति बेला याद आएन। घरमा मौरी बनैमा बारुला तिम्रो माया कसरी मारौँला भन्ने चाहिँ मजाको गीत चाहिँ उहाँले गाइरहनु भएको छ भने उहाँको गीतमा चाहिँ यहाँ सम्पूर्ण गायक गायिकाहरू चाहिँ मजासँग स्टेजमा आएर चाहिँ स्टेज तताउनु भएको छ, स्टेजमा मजासँग गाउनु भएको छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ यो रमाइलो। त्यसै त यसरी स्टेज कभर भइसकेको छ भने चाहिँ हाम्रो यहाँ आयुष परियार हाम्रो एकदमै चर्चित अनि मिठो स्वरका धनी गायक पनि हुन्छ हाम्रो प्रिय दाई आयुष दाई पनि यहाँ झुमिरहनु भएको छ। आयुष दाईलाई मैले विशेष नयाँ नजिकबाट चिन्छु उहाँलाई पनि है। तर उहाँ आयुष दाई चाहिँ यति बेला यहाँ स्टेजमा गएर झुमिरहनु भएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। लगायत सम्पूर्ण कलाकारहरू उठेर आफ्नो स्थान छोडेर स्टेजमा गएर नचाउनु भएको छ भनेपछि उहाँको गीतले पक्कै पनि यहाँ चाहिँ एकदमै रमाइलो माहौल जुटाएको छ, त्यो तपाईँहरूले बुझ्न सक्नुहुन्छ हेरेर पनि है। अनि त्यसै गरी उहाँले अर्को गीत पनि गाउनु भएको छ है, खोलीको किनारा यस्तै भन्ने गीत, र उहाँको गीतले पनि एकदमै पावरफुल एनर्जी दिएको छ हाम्रो सम्पूर्ण कलाकारहरूलाई। त्यो हुनाले नै सम्पूर्ण कलाकारहरू यसरी उठ्नुभएको छ र विभिन्न व्यक्तित्वहरूले आफ्नो आफ्नो मोबाइल निकालेर सबै चाहिँ भिडियो खिच्नुभएको छ। हाम्रो तिलक सरले पनि यतातिरबाट हेरेर मजासँग इन्जोयमेन्ट गर्नुभएको। लगभग कलाकारहरू सबै अगाडि गएर नाच्नुभएको छ, त हामी चाहिँ पछाडि नै बसेका थियौँ है। पछाडि बसेर चाहिँ भिडियो खिचेका थियौँ। यो मोमेन्ट चाहिँ सधैँभरि रहनेछ, यो रमाइलो सधैँभरि रहनेछ। यहाँ चाहिँ पञ्चेबाजा महिला पञ्चेबाजा समूह हुँदो रहेछ, हामीभन्दा अगाडिको लाइनमा बस्नुभएको छ उहाँहरूको। यो चाहिँ पञ्चेबाजा समूहको बाजागाजाहरू पनि यहीँ रहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ है। दिदीहरूले पनि एकदमै राम्रो बजाउनु हुँदो रहेछ है। यो पञ्चेबाजा पञ्चेबाजा भन्न आयो, नौमती बाजा समूह हुनुहुँदो रहेछ है। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ रमाइलो भइरहेको छ यता काठमाडौँतिर चाहिँ यति बेला है। काठमाडौँको बसाइमा यसरी आएर रम्न जम्न पाइएको छ। यो पहिलो बसाइ नै एकदम रमाइलो भयो। हाम्रो तिलक सर सँगसँगै यसरी रम्न पाइयो, झुम्न पाइयो, रमाइलो गर्न पाइयो। जस तपाईँहरूले पनि एकदमै रमाइलो लिइरहनु भएको होला। यता काठमाडौँतिरको 7औं अधिवेशन होइन, विश्व साधारण सभा तथा 7औं अधिवेशन उपत्यका समन्वय समितिको भइरहेको छ। लोक तथा दोहोरी गीत प्रतिष्ठान होइन मा चाहिँ यस्तो रमाइलो भइरहेको तपाईँहरूले चाहिँ देख्दा तपाईँहरूलाई पनि खुसी लाग्यो होला। तपाईँहरूले पनि आफ्नो आफ्नो ठाउँबाट चाहिँ यति बेला चाहिँ अधिवेशनहरू गरिरहनु भएको छ, रमाइलो गरिरहनु भएको छ भन्ने आशा बोकेको छु।
सँगसँगै यहाँ देउडा खेल भइरहेको छ होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ सम्पूर्ण कलाकारहरू देउडा खेल गरिरहनु भएको छ। हाम्रो यति बेला चाहिँ यति मजासँग देउडा गीत गाइदिनु भएको छ। देउडा यति बेला नि सिङ्गिङको माहौल छ, उहाँको सिङ्गिङले चाहिँ एकदमै हाम्रो सम्पूर्ण कलाकारहरूलाई चाहिँ देउडा खेल खेलाइरहनु भएको छ। रमाइलो छ मोमेन्ट, एकदमै सम्झिन लायक छ। फेरि पनि यो मोमेन्ट बार बार आउँदैन हामीसँग, धेरै समय पछाडि आउने हो। त्यो हुनाले चाहिँ हामीले चाहिँ आफ्नो क्यामेरामा कैद गरेका छौँ। यो मोमेन्ट चाहिँ हमेसा रहनेछ र यो माया यो मोह जोडिनेछ। यहाँहरूलाई पनि एकदमै रमाइलो लाग्नेछ, सधैँभन्दा फरक लाग्नेछ। किन भन्दाखेरि सधैँ म फरक फरक किसिमको भिडियोहरू लिएर आउँथेँ भने योचोटिको भिडियोमा चाहिँ गीत सङ्गीतसँग जोडिएर आएको छ। गीत सङ्गीतसँग जोडिने बित्तिकै तपाईँहरूलाई चाहिँ एकदमै रमाइलो लाग्छ होइन। मनोरञ्जनको माध्यम हो होइन, हामीलाई सबैलाई खुसी पार्ने भनेको गीत सङ्गीत हो। र त्यसैमा पनि तपाईँहरूको आफ्नो आफ्नो फेभरेट कलाकारहरू हुनुहुन्छ, उहाँहरू सबैलाई लगभग सबै कलाकारहरूलाई चाहिँ मैले यो भिडियोमा चाहिँ जोड्ने कोसिस गरेको छु। हुनसक्छ कोही जोड्न सकिन होला होइन, कोही आउने जाने क्रम चलिरहेको हुँदाखेरि उहाँहरूलाई चाहिँ क्यामेरामा कैद गर्न सकिन होला, नत्र भने सबैलाई कैद गर्ने कोसिस गरेको छु। पक्कै पनि यो हेरेर तपाईँहरूलाई चाहिँ खुसी लाग्यो होला। लर्ड प्यालेसमा भइरहेको अधिवेशन होइन खरिकोटमा, यति मात्र मैले खिचेको छु। बाँकी चाहिँ तपाईँहरूसँग चाहिँ फेरि भेट्ने बाचा गर्दै अहिलेलाई छुट्न चाहन्छु।